सपना प्राणी तथा मानिस दुवैलाई आउने गर्दछ। सपना एउटा यस्तो चिज हो जुन मानिसलाई प्रकृतिले भविष्यको पूर्व सूचना दिने माध्यम हो। हामीले देखेको सपनाले हाम्रो जीवनमा भविष्यमा राम्रो नराम्रो घटना घट्ने केही हदसम्म अनुमान लगाउन सक्छौँ। हामीले देखेको सपनाको सम्बन्ध अवचेतन मनको साथसाथै आत्मा परआत्मासँग हुने गर्दछ। नमस्ते, आज पनि हजुरहरूलाई हार्दिक स्वागत छ मेरो युट्युब च्यानल जीवनको सत्यतामा। आज पनि म एउटा भिडियो लिएर उपस्थित भएको छु जुन हजुरहरूले टाइटल र थम्बनेल देखेर अनुमान लगाइसक्नु भयो होला। हो, म आज हजुरहरूलाई आफूले देखेको सपना, त्यस सपनाको फलबाट मेरो जीवनमा वास्तविक रूपमा घटेको यथार्थ घटना बताउन गइरहेको छु। म पेसाले ट्रक चालक हुँ। ट्रक चालक भएपछि घरमा बस्ने कुरा भएन। गाडी लिएर पूर्व पश्चिम अल नेपाल हिँड्नु पर्थ्यो। मेरो घर नेपालको पश्चिमी तराईको गाउँमा पर्दछ। मैले प्रेम विवाह गरेको थिएँ। मेरो घरमा श्रीमती र आमा बस्दथे। म गाडी लिएर घरदेखि बाहिर गएको बेला, राति सुत्दा निदाएको बेला म राति सपनामा सधैँ घर गएको हुन्थेँ। सपनामा म सधैँ आफ्नो श्रीमतीलाई देख्दथेँ। सपनामा सधैँ घरको वरिपरि करेसाबारी खेतमा मेरो श्रीमती म सँगसँगै हिँडिरहेकी हुन्थिन्। उनी मसँग बोल्दैनथिन्, उनी मौन चुपचाप हुन्थिन्। सपनामा उनी मसँग हिँड्दा घरको वरिपरिको दृश्य चैत्र वैशाखको जस्तो सबै सुक्खा देख्दथे। सपनामा जुन मैले देखेको दृश्य बिहान जस्तो दिउँसोको जस्तो नभएर साँझ परेको जस्तो अँध्यारो कालो हुन्थ्यो। कालो अँध्यारो साँझ परेको दृश्य भएको सपनामा घरको वरिपरि सुकेको करेसाबारी, सुकेको खेत, सुकेको बाटो, सुकेको खरको छानो, सुकेको बाँसको छडीको बार, सुकेको माटोको भित्ता इत्यादि देख्दथे। मानव त्यहाँ हरियाली बोट बिरुवा केही हुँदैनथ्यो। यस्तो खालको सपना म पटक पटक देख्ने गर्दथे। कहिलेकाहीँ सपनामा म र मेरो श्रीमती गाउँको सडकमा सँगसँगै हिँडिरहेको देख्दथे। त्यहाँ पनि उनी मसँग नबोलिकन हिँडिरहेकी हुन्थिन्। गाउँको बिच सडकमा सँगसँगै हिँड्दा गाउँको कच्ची घरको सुकेको माटोको भित्ता, सुकेको खरको छानो, ती घरको वरिपरि सुकेको बाँसको छडीको बार देख्दथे। गाउँको बाटो पनि सुकेको कच्ची धुलो उड्ने सडक देख्दथे। जुन मैले यी देखेको सपनाको दृश्यहरू कालो अँध्यारो साँझ परेको जस्तो म देख्दथे। तर विपनामा मेरो गाउँमा हाल केही घरहरू पक्की, केही घरहरू कच्ची छन्। कच्ची घरको छानो पनि जस्ता पातको छ, सडक पनि पिच छ। यसरी सपनामा आफ्नो श्रीमतीलाई सधैँ आफ्नो साथमा हिँडिरहेको देख्दथे। तर यति मात्र फरक हो कि उनी मसँग बोलेकी हुँदैनथिन्। यस्तो सपना म पटक पटक देख्ने गर्दथे। म सोध्दथेँ कि मेरो जीवनमा केही न केही राम्रो नराम्रो हुन्छ होला भनी। तर सपनामा आफ्नो आमालाई म कहिल्यै पनि देख्दैनथेँ। म सोध्दथेँ कि अब आउने मेरो जीवनमा मेरो आमा रहनुहुन्न होला भनी। कहिलेकाहीँ सपनामा बर्फीको रुख एकसाथ पनि देख्दथे। त्यस्तै सपनामा आफूले लगाउने चप्पल मध्ये एउटा चप्पल हराएको देख्दथे। यस्तो खालको सपना म पटक पटक देख्दथेँ। पछिल्लो यी दुई सपना म अशुभ भएको मान्दथे। मेरो अब आउने जीवनमा केही न केही नराम्रो हुन्छ भनी सोध्दथे। त्यसैले म यस्तो सपना देख्ने बित्तिकै बिहान पुष माघको महिनामा पनि पानी तताएर तातो पानीले नुहाउँथे। त्यसपछि मैले देखेको खराब सपनाको दोष निवारणको लागि गाडीभित्र पूजा गर्ने ठाउँमा बसिकन ओम नमः शिवायको मन्त्र जप गर्दथे। हनुमान चालिसाको पाठ, बजरङ बाणको पाठ, हनुमानको सङ्कटमोचन पाठ गर्दथे। तर विधिको विधान टारेर टर्दो रहन्छ। आफ्नो भाग्यमा जे लेखेको छ त्यो भोग्नै पर्दो रहेछ। फलस्वरूप विपनामा आएर मेरो श्रीमती त्यत्तिकै बिना कारण रिसाउन थालिन्। फोन गर्दा फोन बिजी हुन थाल्यो। मेरो नम्बर ब्ल्याक लिस्टमा राख्न थालिन्। पहिले मोबाइलमा पासवर्ड राख्दैनथिन्। पछि मोबाइलमा उनले पासवर्ड राख्न थालिन्। पासवर्ड माग्दा पासवर्ड दिँदैनथिन्। यसरी उनी र मेरो बिचको सम्बन्ध बिग्रन थाल्यो। दसैँ मनाउन भनी उनी दसैँमा माइत गइन्। आफ्नो रीतिरिवाज संस्कार अनुसार उनलाई माइत राम्रोसँग पठाए। यहाँसम्म कि उनी माइत जाँदासम्म पनि उनी मसँग रिसाइरहेकी थिइन्। म ससुराली जान पाइनँ किनकि मेरो आमाको एउटा हात भाँचिएको थियो। मेरो आमालाई हेरचाह गरेर बस्नुपर्ने भयो मलाई। उनलाई दसैँ तिहार एकसाथ मानेर आउनु भनेको थिएँ। माइत गएको बेला मैले मेरो श्रीमतीलाई फोन गर्थेँ।
तर फोन उठाउँदैनथिन्। धेरै पटक फोन गरेपछि फोन उठाउँथिन् र भन्थिन् तेरो यहाँ को छ र किन फोन गर्छस् भन्थिन्। त्यसपछि उनी माइतबाट फर्केर आउँदै आइनिन्। पछि म उनलाई लिन भनी ससुराली गए तर उनी फर्केर आउन मानिन्। मलाई छाडेको 2 वर्षपछि उनले मभन्दा धनी व्यापारी केटासँग बिहे गरिछन्। म त उनको लागि गरिब थिएँ। यसरी उनको मोबाइलबाट सेटिङ भएको थियो होला। उनी आफै मेरो पछाडि लागिन्, आफै मलाई छाडिन्। यसरी उनी सधैँको लागि छाडेर गइन्। यसरी मेरो प्रेम विवाह टुट्यो। म जिन्दगीमा फेरि एक्लो भएँ। यी त भए मेरो जीवनमा घटेको घटना। अब आऊ मुख्य विषयवस्तुतर्फ। सम्बन्ध विच्छेद हुँदा सपनामा बरपिपलको रुख एकसाथ देखिनु, आफूले लगाएको चप्पलमा एउटा चप्पल हराएको देखिनु, आफ्नो श्रीमती आफूसँगै नबोलिकन हिँडेको देखिनु, सँगसँगै हिँडेको बेला वरिपरिको दृश्य सबै चिज सुकेको देखिनु। यो सपनाको दृश्य पनि अँध्यारो कालो रङको साँझ परेको जस्तो देखिने रहेछ। उनले मलाई छोड्नुभन्दा 8-9 महिना अगाडिदेखि यो सपना मध्यराति 1-2 बजीतिर मैले पटक पटक देख्ने गर्दथे। यसरी यो मेरो जीवनको वास्तविक रूपमा घटेको घटना हो। यो सपनाको फल सपनाशास्त्रबाट साबित गरेर बताएको होइन। यो मेरो आफ्नो अनुभव हो। यो भिडियोको उद्देश्य यो हो कि सम्बन्ध विच्छेद हुँदा यस्तो सपना देखिन्छ भनी जानकारी गराउन खोजिएको मात्र हो। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि यो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। हस् त आजलाई मलाई बिदा दिनुहोस्। फेरि पनि म यस्तै भिडियो लिएर उपस्थित हुनेछु। नमस्ते, धन्यवाद।